सम्पूर्ण दर्शक महानुभावमा नमस्ते। मेरो यस युट्युब च्यानल रञ्जित अफिसियल यसमा हजुरहरूलाई स्वागत छ। कृपया नयाँ हुनुहुन्छ भने चाहिँ हजुरहरूले मेरो यस युट्युब च्यानल रञ्जित अफिसियल यसलाई चाहिँ लाइक, सेयर र सब्सक्राइब पनि गर्न नबिर्सनु होला, किनभने मैले सेयर बजार सम्बन्धीको जानकारीमूलक भिडियो हजुरहरूसामु प्रस्तुत गर्ने गर्दछु। साथीहरू, आजबाट चाहिँ मैले हजुरहरूलाई जानकारी दिन गइरहेको छु। आजको चाहिँ नेप्सी हाम्रो परिसूचक घटेर बन्द भएको छ। यसको विषयमा थोरै जानकारी दिनेछु भने अर्को रहेको छ, आजबाट चाहिँ हाम्रो आइपिओ चाहिँ बन्द भएको छ। जुन चाहिँ रहेको छ श्रीनगर एग्रीटेक कम्पनीको चाहिँ आइपिओमा चाहिँ कति आवेदन पर्यो, यस आवेदन के कति पर्यो यसको विषयमा जानकारी दिनेछु भने हामीलाई पर्ने चान्स के कस्तो रहेको हुन्छ यसको विषयमा सम्पूर्ण जानकारी दिनेछु। कृपया साथीहरू हजुरहरूले चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्दै आजको विषयवस्तुतर्फ म अगाडि बढाउन चाहन्छु। आजको निरन्तर हाम्रो नेप्से परिषद घटेरै बन्द भइरहेको छ। बिचमा चाहिँ हाम्रो नेप्सेमा चाहिँ धितोपत्र बोर्डको अध्यक्षलाई चाहिँ एउटा घेर्नेहरू एकदम त्यहाँ विवादको विषय पनि भइरहेको थियो। त्यही भएर पनि थोरै हाम्रो त्यहाँ सुधारको कुराहरू पनि लागू हुने भनेर चाहिँ जानकारी दिइसकेको थियो। त्यो चाहिँ हुन सकेन भने अब कुरो गर्नु पर्दाखेरि चाहिँ त्यसमा चाहिँ हिजो पनि हाम्रो नेप्से परिसूचक घटेर बन्द भएको थियो भने आज पनि हाम्रो नेप्से परिसूचक चाहिँ घटेर बन्द भएको छ। आज हाम्रो नेप्से परिसूचकको कुरो गर्नु पर्दाखेरि चाहिँ 22.58 अङ्कले घटेर चाहिँ आज हाम्रो नेप्से परिसूचक बन्द भएको छ। आज हाम्रो नेप्से परिसूचकको कुरो गर्नु पर्दाखेरि 2505.58 बिन्दुमा चाहिँ अन्तिम कारोबार भएको छ, जुन चाहिँ हाम्रो 2500 बिन्दु चाहिँ लगभग घट्दैछ नेप्से परिसूचक। अब के कसो रहन्छ यसको विषयमा जानकारी दिन्छु भने आज चाहिँ कुरो गर्नुपर्दा 318 स्टकको चाहिँ 35,750 पटकको कारोबारमा चाहिँ 3,10,18,30,000 रुपैयाँ बराबरको चाहिँ 76,11,000 किता चाहिँ कारोबार भएको छ भने आज चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ हाम्रो समता घरेलु लघु वित्तीय संस्थाको सेयर मूल्य बढेको छ भने आज चाहिँ हाम्रो समता घरेलु लघु वित्तीय संस्थाको सेयर मूल्यको कुरो गर्नुपर्दाखेरि 6.93 अङ्कले बढेर बन्द भएको छ भने अर्को रहेको छ हाम्रो एनआइसी एसिया ब्याकभेन्चर चाहिँ आज बढेर बन्द भएको छ, जुन चाहिँ 5.23 मूल्य इकाइ चाहिँ बढेर बन्द भएको छ भने आज हाम्रो 13वटा उपसमूहको परिसूचक मध्ये 1वटा उपसमूहको परिसूचक बढेको छ भने अरू सम्पूर्ण उपसमूहको परिसूचक घटेर बन्द भएको छ। अब कुरो गर्नुपर्दा श्रीनगर एग्रीटेक कम्पनी, यो कम्पनी चाहिँ हाम्रो चाहिँ एग्रिकल्चर सेक्टरको रहेको छ। यस कम्पनीले चाहिँ हाम्रो चाहिँ विशेष गरिमा चाहिँ कृषिसँग सम्बन्धितहरूको काम गर्दछ। यस कम्पनीको थोरै मैले हजुरहरूलाई चाहिँ जानकारी दिएँ भने यस कम्पनीको चाहिँ आइपिओ हामीलाई परेको खण्डमा चाहिँ के कस्तो फाइदा रहनेछ, पहिलो ओपनिङ प्राइस के कस्तो रहन्छ यसको विषयमा म हजुरहरूलाई चाहिँ थप स्पष्ट जानकारी दिनेछु भने आजसम्म चाहिँ हाम्रो यस आइपिओमा चाहिँ कति आवेदन पर्यो यसको विषयमा पनि म हजुरहरूलाई चाहिँ जानकारी दिनेछु। श्रीनगर एग्रीटेक कम्पनीको कुरो गर्नुपर्दा चाहिँ यसले चाहिँ यसभन्दा अगाडि नै आयोजना प्रविधि स्थानीय बासिन्दाहरूको लागि र वैदेशिक रोजगारमा रहेको नेपालीहरूको लागि आइपिओ खुल्ला गरेर बाँडफाँड गरिसकेको थियो भने यस कम्पनीको कुरो गर्नुपर्दाखेरि चाहिँ यही हाम्रो चाहिँ असोजको चाहिँ 29 गतेदेखि असोजको चाहिँ 27 गतेदेखि आज 29 गतेसम्म चाहिँ यसको अन्तिम आइपिओ भर्ने मिति थियो भने यसमा चाहिँ कुरो गर्नुपर्दा कम्पनीले चाहिँ आफ्नो जारी पुँजी 1,63,12,50,000 रुपैयाँ बराबरको चाहिँ 20%ले हुन आउने चाहिँ 32,62,50,000 रुपैयाँ बराबरको चाहिँ 32,62,500 किता सेयर भने यसले चाहिँ नेपाल धितोपत्र बोर्डबाट चाहिँ अनुमति पाएको थियो भने यसमा चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ कम्पनीले चाहिँ पहिलो चरणमा जुनै पनि कम्पनीले चाहिँ पहिलो चरण हुन्छ र दोस्रो चरण हामी सर्वसाधारणको लागि खुल्ला गर्ने गर्दछ। पहिलो चरणमा चाहिँ यसले चाहिँ कुरो गर्नुपर्दा 1,63,125 किता चाहिँ यसले चाहिँ आयोजना प्रविधि स्थानीय बासिन्दाहरूको लागि खुल्ला गरिसकेको थियो भने 3,09,938 किता भने यसले चाहिँ श्रम स्वीकृतिले वैदेशिक रोजगारमा रहेको नेपालीहरूको लागि चाहिँ आइपिओ खुल्ला गर्नेछ र यस आइपिओमा चाहिँ बाँडफाँड पनि भइसकेको छ। अब दोस्रो चरणमा चाहिँ यसले चाहिँ हामी सर्वसाधारणको लागि चाहिँ आइपिओ खुल्ला गरेको थियो भने यसले चाहिँ कुरो गर्नु 1,54,929 किता भने सामूहिक लगानी कोषको लागि छुट्याइसकेको छ र अर्को रहेको चाहिँ 1,23,975 किता भने कर्मचारीको लागि छुट्याइएको हुन्छ र हामी बाँकी रहेको चाहिँ हामी सर्वसाधारणको लागि कुरो गर्नुपर्दा 25,10,49,300 रुपैयाँ बराबरको चाहिँ 25,10,993 किता भने हामी सर्वसाधारणको लागि खुल्ला भएको थियो भने यसको चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ इपिएस के कस्तो रहेको छ भन्दा यसको चाहिँ इपिएसको कुरो गर्नुपर्दाखेरि चाहिँ -1.17 रहेको छ भने यसको नेटवर्थको कुरो गर्नुपर्दाखेरि चाहिँ 100 रुपैयाँ 50 पैसा रहेको छ र यसको चाहिँ ओपनिङ प्राइसको कस्तो रहला यदि हामीले आइपुग्यो परेको खण्डमा ओपनिङ प्राइसको कुरो गर्नुपर्दाखेरि चाहिँ 100 रुपैयाँ इन्टु हाम्रो चाहिँ 5 गुणासम्म हुनसक्छ, लगभग 3 गुणासम्म हुन्छ। 301 रुपैयाँ 101 रुपैयाँदेखि 301 रुपैयाँको बिचमा पहिलो हामीले आइपिओ परेको खण्डमा
मात्र हामीलाई चाहिँ यस आइपिओबाट चाहिँ 3000 रुपैयाँ फाइदा रहनेछ पहिलो ओपनिङ प्राइसमै। अब कुरो गरौँ पर्दाखेरि चाहिँ अब दरमखोला हाइड्रो इनर्जीको पनि हाम्रो चाहिँ दरमखोला हाइड्रो इनर्जीको यसभन्दा अगाडि नै आइपिओ बाँडफाँड भइसकेको थियो र यस आइपिओको चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ कहिले हाम्रो लिस्टिङ होला नेप्सीमा भन्दा यसको चाहिँ अब हाम्रो तिहार पछाडि चाहिँ नेप्सीमा लिस्टिङ हुने जानकारी भएको छ। तिहारभन्दा अगाडि चाहिँ नेप्सीमा लिस्टिङ हुनु भयो भने पनि यदि कारोबार रहँदैन, तिहार पछाडि मात्र कारोबार रहनेछ। त्यसमा पनि पछाडि नै हुन सक्ने चान्स रहेको छ। धेरै जस्तो सागर डिस्टिलरीहरूको पनि हाम्रो चाहिँ लगभग तिहार पछाडि नै कारोबार हुने देखिन्छ। अब कुरो गर्नुपर्दा श्रीनगर एग्रिटेक कम्पनीको चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ यसको चाहिँ के कति कि त आवेदन पर्यो आजसम्मको डाटा अनुसार मैले हजुरहरूलाई जानकारी दिइरहेको छु। आज अन्तिम नै हाम्रो मिति थियो, जुन चाहिँ हाम्रो 27 गतेदेखि चाहिँ 29 गतेसम्म चाहिँ यसको चाहिँ आइपिओ खुल्ला भएको थियो भने यस आइपिओमा चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ कति किता आवेदन पर्यो, कतिजनाले चाहिँ आवेदन दिनुभयो भन्दाखेरि यसको कुरो गर्नुपर्दाखेरि चाहिँ आवेदनको सङ्ख्या कुरो गर्नुपर्दा 17,57,55 जनाले चाहिँ आवेदन दिइसक्नु भएको छ र यसभन्दा अगाडि चाहिँ 24 लाखको आधारमा पनि आइपिओमा आवेदन परेको थियो। धेरैजनालाई चाहिँ आइपिओ नपर्नुको कारणले पनि धेरैजनाले चाहिँ एप्लाई नगर्नु भएको हुनसक्ला। अब कुरो गर्नुपर्दाखेरि चाहिँ 17,57,55 जनाले चाहिँ कति किताको लागि आवेदन दिनुभएको थियो भन्दा यतिजनाले चाहिँ कुरो गर्नुपर्दा 1,96,71,960 जनाले चाहिँ किताको लागि चाहिँ आवेदन दिनुभएको थियो र यसमा चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ कतिजनालाई चाहिँ पर्न सक्छ भन्दा यसको चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ पर्न सक्ने कुरो गर्नुपर्दाखेरि चाहिँ 2,51,049 जनालाई पर्नेछ भने आइपिओ पर्ने चाहिँ 17 लाख भनेपछि हामीले चाहिँ कुरो गर्नुपर्दाखेरि चाहिँ 15 लाख जनालाई चाहिँ आइपिओमा हात खाली रहनेछ, आइपिओ पर्दैन। अब यसको चाहिँ कुरो गर्नुपर्दा आइपिओको बाँडफाँड हाम्रो डाटा भेरिफिकेसनको काम भइसक्छ र डाटा भेरिफिकेसनको काम भइसके पछाडि चाहिँ प्री एलटमेन्टको काम भइसक्छ। त्यस पछाडि चाहिँ यसको चाहिँ गोलापर्थाबाट चाहिँ आइपिओ बाँडफाँड हुने तय भइसकेको छ, किनभने आवेदन अत्याधिक मात्रामा बढी परेको छ। साथीहरू हजुरहरू जोडिएर बस्नु होला। मैले चाहिँ आइपिओको रिजल्ट कहिले आउनेछ यसको विषयमा जानकारी दिनेछु। हस्त, धन्यवाद।